हेलो एभ्रिवान वेलकम टु माई भिडियो मिनी ब्लग। आज चाहिँ मैले करेन्ट र टुपियम चाउचाउको चाहिँ रेसिपी ल्याएको छु होइन। रेसिपी भन्दा पनि एउटा छोटो भिडियो जुन चाहिँ हामीले अस्ति मैले बनाएको थिएँ। अनि यो दिन चाहिँ मेरो र भाइको जन्मदिन परेको थियो। त्यही भएर चाहिँ अब भाइलाई चाहिँ बाबाहरूसँग गयो अर्कै पार्टीमा होइन। अनि हामी चाहिँ करेन्ट चाउचाउ खाइदिउँ न त भनेर अनि चाउचाउ लिएर आयौँ। अनि त्यसलाई मजाले पकाएर पानीमा पकाएर अनि त्यसमा मसलाहरू ससहरू हुन्छ नि। तिनजना थियौँ हामी अनि त्यो सब तिनजनाको लागि चाहिँ एकै ठाउँमा मल्यौँ। अनि यो भिडियो अहिले म भिडियो भोइस ओभर गर्दैछु अनि अनि यतिखेर म भिडियो भोइस हेर्दै भोइस ओभर गर्दैछु नि त नि। त्यही भएर यस्तो दामी देखिरहेको थियो नि भिडियोमा हेर्दाखेरि पनि। मलाई चाहिँ अहिले पनि खाउँ खाउँ जस्तो लागेर त मुखमा पानी आइरहेको थियो। एकदम रेड रेड पिरो पिरो देखिरहेको थियो। अनि अब पिरो चाहिँ धेरै पिरो हुन्छ खाना चाहिँ हुँदैन है, तर मिठो हुन्छ नि त है। अब त्यो एक दुई दिन त खाने हो नि होइन। अनि त्यसमा चाहिँ मैले हल्का चना प्याज काँक्रा पनि एड गरेको थिएँ। अनि हामीले चाहिँ यसरी तिनैजनालाई बाँडेर चाउचाउ खाएर बर्थडे मनायौँ।